मेरी छोरीका हालेका दालका बोटका यहीँ रहे त्यसका लागि भात ताल यहीँ रह खान दिएन रोडबाट बोलाएर लगेको छ त्यसले अहिले सासु आमाले कराउँदै थिइन् त्यहाँ पहिले जान नपाएर झुन्डिएर मरि भनेर भन् तेरो बानी यस्तै हो त जहाँ जाने भए जा मेरो छोरो दे भनेर खोसेर राख्यो दर्शकमा यतिखेर हामी कैलाली जिल्लामा छौँ कैलाली जिल्लाको यो घोडागढी नगरपालिका वार्ड नम्बर 8 मा छौँ आज हामी घोडागढी नगरपालिकामा आएका छौँ र यसै नगरपालिकाको वार्ड नम्बर 6 मा चाहिँ जुन 20 वर्षीय जलुकी जनालाको यो शिशुशक्ति सामुदायिक वनभित्र चाहिँ एउटा रुखमा चाहिँ झुन्नेको अवस्था चाहिँ उहाँको सफेला परेको छ आज हामी उहाँकै माइती घरमा आएका छौँ जुन 8 नम्बर वडा पर्छ घोडागढी नगरपालिकाको आज हामी उहाँको आमासँग कुराकानी गर्नेछौँ आखिर वास्तविक किन उहाँले चाहिँ रुखमा झुनिनुपर्ने बाध्यता थियो र उहाँको एउटा 1.5 वर्षको बच्चा पनि रहेको थियो र उहाँको श्रीमानले उहाँलाई दोस्रो विवाह गर्नुभएको भन्ने कुरा पनि हामीले जानकारी प्राप्त आएका छौँ हामी यसै विषयमा आज घटनाको विस्तृत जानकारी तपाईँलाई दिनेछौँ हामी आमासँग कुरा नमस्ते हजुरको नाम भन्नुहोस् न मेरो नाम सावित्रा सुनार हो हजुर जुन तपाईँको छोरी चाहिँ कुन चाहिँ छोरी हुन्छ माइली छोरी कति छोरी हुन्छ हजुरको मेरा 3टा छोरी छन् 2टा छोरा छन् हजुर कति भयो तपाईँको छोरीको विवाह भएको विवाहको 3 वर्ष 3 वर्ष भयो होला कस्तो माघी विवाह भयो कि यस्तै दुई चालले मन पराएर सर एउटा फकाउने मान्छेको घर यहाँनिर छ सर मलाई छोरीलाई तपाईँको छोरीलाई चाहिँ भगाइदिएका उनीहरूले भगाउनन् तिनी मान्छे म राति सुतेको थिएँ हजुर सुतेपछि 9 बजे राति आइन् र यस्तो मान्छे आछ तिम्री छोरी देऊ भनिन् छिमेकीले भन्दाखेरि राम्रो छ पालेर खाने यस्तो देऊ भने ठिकै छ त भने बुढा इन्डिया हुनुहुन्थ्यो उहाँ चाहिँ इन्डिया हुनुहुन्थ्यो मेरो श्रीमान हुनुहुन्छ त्यहाँबाट पछि मैले बुढालाई फोन गरेर सोधेँ यस्ता यस्ता मान्छे आछन् के गरौँ के कुरा राखौँ भने रोक म आउँछु म आएपछि जे सल्लाह गरे पनि गरौँला बुढी भनिसकेपछि बुढा पनि आउनुभयो तिनीहरू माग्न आए जुन केटा पछिबाट आएन नि यहाँ भेट्न आए आउनकै दिन पछि हामीले भन्यौँ कि दुईजनाले सल्लाह गऱ्यौँ ठिकै छ पर्सि दर खानु छ भोलि दर खानु छ यति तिमीहरूको मन पेट मिल्छ भने हामी दिन्छौँ दिन्छौँ भन्ने कुरा केटाको पछि परिवारसँग कसैलाई भेट्नु भएन नै भेटेन थाहा पनि भएन परिवारको बारे भएन पछि जाउँला भनेका थियौँ बेलुका 10 बजे हामीले यहाँ बसेर सल्लाह गरेर खाना खाएर हामी लम्कीबाट आथ्यौँ बुढाबुढी हिँटेर आथ्यौँ थाक्यौँ हामी सुति गयौँ हामी यिनीहरूलाई यहीँ सुत भन्यौँ हामीले नाइ हामी माथि गएर सुत्छौँ भने ठिकै छ जहाँ सुते पनि ठिकै हो भन्यौँ हामीले यस्तो दुश्मनै गर्नन् भन्ने सोचेनौँ केटा एक्लै आउनु भयो केटाले भन्यो एक्लै आउनु भएको थियो 2टा आथ्यो त्यो साँचीलाई पनि चिन्याएको छु फकाउने पनि चिन्याएको छु सब चिन्याएको छु मैले टाढाका मान्छे होइन आफ्नै हुन् पछि त्यो भनिसकेपछि हामी बाहिर सुतेको छोरो भित्र सुतेको
राति कतिखेर पो उठाएर लग्यो थाहा पाएन भगाएछन् भन्नुभयो जस्तै थाहा पाएन केटाले चाहिँ पहिला पनि विवाह गरिसकेको थियो भन्ने कुरा त्यो बेला जानकारी थियो कि त तपाईँलाई त्यो पनि अब पहिला थाहा थिएन हामीलाई एकैचोटि लगिसकेपछि पडौसी तल कि एउटी नेपाली छन् के हजुर तिनकी छोरी त्यहाँ पहिलो रहेछन् हजुर त्यहाँ पहिलो रहेछन् त्यसले दिनकै हानमार गर्ने पिट्ने कुट्ने गर्ने रहेछ जेठी श्रीमतीलाई अथराबाट झकलेर यो खुट्टु बाँच्या छ तपाईँले पहिला थाहा पाउनुभएको थियो कि पछि थाहा पाउनुभयो थाहा पाएनौँ पछि थाहा पायौँ गइसकेपछि थाहा पायौँ यस्तो गरेछ उसकी जोइ माइत बसेछ भनेपछि हामीलाई थाहा भएन हामी त राम्रो इष्ट पाली खानुपर्ने त भनेर त्यसरी लगिसक्यो हामी खोजीमा गयौँ बाख्रो तानेको थियो यत्रो हामी बाख्रो खाने मान्छे होइनौँ भन्यौँ खोजीमा गएपछि बाख्रो खाने मान्छे होइन हामी आफ्नै गरेर खान्छौँ भने हामी आउनु लागेका थियौँ त्यहाँबाट जबरजस्ती रोकेर हामी खाना खाएर आएका हौँ जस्तै मैले यस्तै केटा यहाँ आइसकेपछि तपाईँ एउटा गार्जेन हुनुहुन्छ बुबा हुनुहुन्छ होइन जुन तपाईँको छोरीलाई चाहिँ तपाईँले धेरै मिहिनेत लगाएर हुर्काउनु पर्छ पढाउनु भयो होला होइन त्यो समयमा तपाईँले जुन अपरिचित व्यक्ति आउँदाखेरि तपाईँले उसको परिवारपट्टि अलिक बुझ्ने कोसिस गर्नु भएन अलिकता बुझ्ने मैले कुरो चाहिँ राखेको सर हजुर म अब के भन्छ र जाउँला तिनको घर हेरौँला फेरौँला तिनको घरमा के छन् को छन् कस्तो छन् ओडोसी पडोसी सबै बुझौँला त्यहाँबाट फेरि माग्न आऊ फेरि दिउँला भनेको थिएँ यहाँ पहिले फकाएर रेडी बनाइसकेका रहेछन् पहिले फकाएर रेडी बनाइसकेका छन् यति भनिसकेपछि ल त हुन्छ त भन्यो हामी जान्छौँ त भने यिनीहरू उठेर गइगए छोरीलाई पनि सोधेको छोरीलाई पनि भनेको म जाउँला हेरौँला मान्छे के छन् कस्ता छन् ओडोसी पडोसी यता त्यता नन्न देवर होइन के तरिका छन् सासू ससुरा म जाउँला आउँदै गर जाँदै गर चिनाजानी हुन्छ त्यसपछि अगाडि बढाउँला भनेर मैले यो कुरो राखेँ त्यसो भने ठिकै छ भनेर यिनीहरू गइगए खाना खाओ भन्दा पनि खाना पनि खाएनन् तिनीहरू गइसकेपछि राति 81 अब पहिले फकाएर रेडी बनाएर चाहिँ त्यहाँ त मलाई त खालि बोलाउने बाटो मात्र मलाई छोरीले तपाईँलाई यो पहिला भन्नु पनि भएन यो भनिन अब यसपछि अहिले लगत्तै चैत महिनाको 3 गते भन्दा पहिले यो 12 महिनामा यो अहिले उहाँ रत्नगिरी गएका थिए कमाउन त्यति बेला उहाँ के आँसीले झटारो हानेर चोट लाग्यो भनेर बुवा भनेर त्यो हजुर झटारो हाने भनेर फोन गरेर त्यो फेरि घर छोडेर कहीँ देशी घर गएर काममा लागेको थिएँ भन्थे मलाई त है मलाई थाहा छैन कहाँ जानु खास कुरो इन्डियामा भएको बेला लडाइँ दुईजनाको लडाइँ हुँदाखेरि सँगै गएको बेला सँगै दुईजना लडाइँ हुँदाखेरि आँसीको झटारो हान्दाखेरि छोरीलाई त्यहाँ छोरीले छोडेर 4-5 दिन के भन्छ अरे अब हुँको देशीको घरमा अब काममा लागेका थिएँ भन्थे तपाईँको छोरीलाई चाहिँ श्रीमानले टर्चर दिइरहेछ टर्चर दिने त्यसपछि मैले फेरि वहीँ के भन्छ र यहीँका गाउँका छिमेकका मान्छेहरू गएका थिए वहीँ त्यहाँ कट्ठा गरेर फोनैबाट म टाढा थिएँ म यहाँ पन्जाबमा थिएँ हरियाणा पन्जाबमा उनीहरू रत्नगिरी थिए टाढा पर्थ्यो मैले वहीँका मान्छेहरूलाई बोलाएर फोन गरेर ल जानु र जम्मा कट्ठा भएर कागज लेखाउनु भनेर कागज सहित छ मसँग त्यो आइन्दादेखि झगडा गर्ने छैन भन्ने सहमति ल्याउनु तपाईँले हजुर सहमतिमा मिलमिलापमा इन्डियामा बनाउनु भएको इन्डियामा हुँ बनाएका अहिले अब के भन्छ अरे अहिले अब घर आएको 1 हप्ता भएको छैन अहिले अब झुन्डिएर मरे यो कागज पनि पढेर तपाईँले सुनाइदिनुहोस् सर यो तपाईँले चाहिँ यो इन्डियामा सहमति आइन्दादेखि झगडा गर्ने छैन लडाइँ गर्ने छैन भन्ने सहमति कागज बनाएर यो कागज बनाएको कति महिनापछि चाहिँ यस्तो गर्छ यो तेस्रो महिना 12 महिनामा बनाएको यो अहिले कति 3 महिना भयो यो हेर्नु तारिक डेट होला 3 गते 2078 साल 12 महिना 3 गते
यो कागज बनाएर दिएको केटाले आइन्दादेखि झगडा गर्दैन भनेर यति गरिसकेपछि त्यसका केस कति छन् कति यो अहिलेको घटना हुनुभन्दा पहिला छोरी तपाईँसँग भेटघाट भएन? यो अस्ति भर्खरै आएर गई यो आज 5 दिन भयो केही भन्नुभएको थियो तपाईँलाई? 6 दिन भयो साँझ आई बसी मसँग केही पनि बोलेनन्। अब छोरी ज्वाइँ अब आछन् भनेपछि छोरी ज्वाइँ आएपछि अब कुनै माइतीले पनि बिगार्न त चाहन्न। देख्दाखेरि छोरीले फेसमा देख्दाखेरि त्यस्तो अलिक दुखी भएको त्यस्तो केही देख्नु त्यस्तो दुखी भयो, हाँसी खुसी सही सलामत उहाँ रत्नगिरीबाट ल्याएका आम भयो ती के अचार थिए के ल्याएका थिए ती ल्याएका यो सारा अब कसैले ल्याएर आछन्। त्यो छोरी चाहिँ खुसी छन् भनेपछि कौन माइतीले त्यो गाली गर्ने खिच्याउने यतात्यता काम गर्छ। शङ्खाको कुनै औषधि गरेको घाउ सन्चो भएपछि कोट्याएर बिचकाउने कि त्यसलाई मलिम लाएर सन्चो गराउने भन्नु त? त्यही भयो। अब समाधान हाँसी खुसी आछन् भनेपछि हामीले त्यहाँ कोट्याएर गर्नु त भएन। हाम्रो त त्यो छोरीको घर भत्काउन त कुनै छैन, अर्थ छैन। छोरीको घर होस्, नाति छ। तपाईँ कति बजे जुन घटना घटिसक्यो, जुन तपाईँ छोरीको चाहिँ बिलिसक्नु भएको छ, अहिले सबलाई चाहिँ यो टिकापुर अस्पताल चाहिँ पोस्टमार्टममा पठाइएको छ, जुन घटना घट्यो तपाईँलाई कति बजी कसले जानकारी दियो तपाईँलाई? जानकारी हामी बिहान जुर्को उठेर हामीहरू 6 बजीतिर यहाँबाट गएको। हिजो साँझ 7 बजे 7:30 बजे 7-7:30 बजे राति फोन गरेर अँधेरो हुने बेला त्यति बेला हामीले फोन गरेर हिजो दिउँसो 3 बजेबाट चाहिँ घरबाट हराउनु भएको, निक्लिनु भएको 3 बजे भन्ने कुरा आएको छ। 2:30-3 त्यस्तै टाइममा भनेको थिएँ। अब त्यति बेला हराएको पहिले तिनीहरूले खबर गर्ने या त बच्चा छोडिदिए भए त्यहाँ झुँडिएर मर्थिन कि कतै या माइततिर आउँथे या फुफूको घरतिर जान्थे। अब त्यो के भन्छ अरे यो बच्चा खोसेर राखिदिएपछि त्यहाँबाट एक्लै भयो। हजुर तेरो बानी यस्तै हो, तँ जहाँ जाने भए जा, मेरो छोरो दे भनेर खोसेर राख्यो। त्यसपछि अब त्यहाँ गएर बितिछ। अब बिहान रातिको 7:30 बजेको टाइममा एउटा कुरा हुन लागेको थियो। 3 महिनाको बच्चा पनि खुसा छ, त्यसले अहिले छुई भइछ भनेर कुरा राखेको छ। तपाईँले कसले भन्यो? कसले भन्यो? छोरीले आएर भने कि मलाई दही खाने मन लागेको छ मम्मी, यस्तो छ भनेर छोरीले भने कि उसका तपाईँको छोरीले तपाईँलाई स्वयं आएर भने कि मलाई पर यी साथै यिनी यत्रा बच्चादेखिका साथै हुन्, यिनीहरूलाई पनि भने कि श्रीमानले चाहिँ बच्चा खुसाएको भयो। 2 जना सहमति भयौँ भनेर है सहमति खुसाउनु भयो कि अब के गरेको खुसा? 2 जनाको सहमतिमा बच्चा खुसाएर अहिले बाना के बयान गरेछ छुई भइछ यो भन्ने नुहाउन जान्छु भनेर गई। तपाईँको छोरीले जब प्रेग्नेन्ट हुँदा पनि तपाईँलाई भन्नु भने भन्दाखेरि के छ म चाहिँ यस्तो बच्चा फाल्ने स्टाइलमा त्यस्तो कुरा गर्नुभयो कि तपाईँसँग कस्तो कुरा गर्नुभएको थियो उहाँले? त्यस्तो बच्चा खुसाइदिने भन्छन्, म के गरौँ मम्मी भनी, किन उमेरको बच्चा खुसाउनुहुन्न, अहिले उमेरमा छौ तिमीहरू भनेर मैले रिसाएँ। त्यो नखुसाओ भनेर यहाँबाट घर पठाएँ। 1.5 वर्षको नाति छ, अर्को 3 महिनाको बच्चा अस्ति खुसा छ। के जस्तो लाग्छ तपाईँ जुन तपाईँको छोरीको अहिले चाहिँ मृत्यु भइसकेको छ, के मृत्यु अब घरबाट झुन्डिनु पर्ने के बाध्यता थियो? यस्तो बाध्यता अब घरबाट त्यो लोग्नेबाट पीडित भएर अब घरेसी मामलाबाट पीडित भएर अहिले सासू पनि भन्दै थिइन्, पहिला जान नपाएर अहिले सासू आमाले कराउँदै थिइन्, त्यहाँ पहिला जान नपाएर झुन्डिएर मरि भनेर भन्। अब त्यो झुन्डिएर मर्ने बेलासम्म त्यो पहिला जान सक्दैनन्। त्यस्तो उल्टो आएर त्यसको पासमा अलि त्यसको घडनमातिर खोका छ एउटा। कहिले बिडी चुरुट नखाने मान्छेले एउटा सरो चुरुट मागेछ, एउटा मार्चिस मागेछ, खल्टीमा हालेछ सुरुवालको, अहिले त्यो त्यहीँ निस्क्यो खाइदिने खल्टीमा चेक थियो। तपाईँसँग ज्वाइँको कुरा केही त्यस्तो कुरा केही भएको थियो कि? नै ज्वाइँसँग कुनै कुरो भएन। मैले के भन्छ अरे हाम्रा चेलीबेटीहरू सारा धेरै छन्, चेलीबेटी यो चेलीबेटी दिदी ऊ त्यो बहिनी हो। अब चेलीबेटीहरू अरू पनि छन्। ज्वाइँ अहिले उहाँ टिकापुर गएको छन्, उहाँ कोही बहिनी इन्डिया छन्, भान्जी छन्, सारा चेलीबेटीहरू छन्। कौनै छोरी ऊ पर एउटा छोरी ऊ पर 3 दिदीकी बुहारी छ, जेठी हुने छोरी कता गई। कुनै पनि अब माइतीले
चेलीबेटीले घर खान्छन् भनेपछि माइतीले त्यो खोदल्ने कुरो र बिगार्ने कुरो गर्न हुँदैन माइतीहरूले बिगार्ने कुरो हुँदैन अब त्यो यो कि छोरी आएर श्रीमानको कारणले पीडित चाहिँ श्रीमानबाटै त्यसले कहाँबाट त्यसले आफै मार्छ आफै पुलिस अगाडि बोलाउँछ पीडित त श्रीमानबाटै पीडित भएर आत्महत्या गरी उसले बाध्य अब यो कागजसम्म यो हजुर यो देखाइहालेँ सर यो कागजसम्म देखाइहालेँ अब यो पटक झगडा कति पटक त 2-3 पटक त यो पटक टर्चर दिएर त कागजमा मिलापित्र भए पनि 15 दिनको बच्चा पनि पहिले छोडेर आयो कि त्यो कुटपिट गर्दाखेरि त्यो 15 राति 12 बजे पनि गएर हामीले बाटोबाट ल्यायो फेरि पनि अब त्यो अब उस्तै आए मेरो हुन्थ्यो भने त अर्को पनि पहिलो जान्थे अन्त पहिलो जाम्ला भनेर अन्त पनि हिँड्दिन्थे अब के भन्छ रे अब यो टाइप भएन माइतीको बेइज्जती हुन्छ इज्जत हुन्छ या माइतीको इज्जत धान्ने छोरीहरूले के भन्छ अरे अब घरबाट पीडित भए माइत आए माइतमा के भन्छ अरे माइतमा अब घर जा अब मिलमिलापमा आएको भनेर घर आउँछन् पटक अब नाति सानो छ बच्चा छ बच्चालाई अब त्यो मुले राखेर त अब छोरीलाई घर राख्नु हुँदैन हामीले जा भनेर पठाइदिने यो अब माइत आयो भने पठाइदिन्छ नि अब त्यो भन्दा मर्छु भनेर मरि कि श्रीमानको कारणले गर्दा चाहिँ श्रीमानको श्रीमानको टर्चरले गर्दा हजुर त्यही हो हामीले न्याय पाउनु पर्यो के चाहनुहुन्छ तपाईँ अन्त जुन तपाईँ छोरी घुमाइसक्नु भएको छ जुन न्याय मिल्न पर्यो आइन्दामा पनि अरूका छोरीपेटी पनि यसरी आएर यो नहुन् जो मेरो छोरीमाथि भयो यो घटना यो दुबारा नदोहोरियोस् कुनै चेलीबेटीलाई नहोस् कसैका बाबुआमा यस्तो रुन नपरोस् कसैका दोषीलाई कारबाही चाहियो न्याय चाहियो मलाई पुलिसले अगाडि गएर घुस खुवाएर यो न्याय पछाडि सर्नु पाइँदैन मैले भनिदिएको छु त्यो न्याय चाहियो मलाई मेरी छोरी कसरी मरी के गरी मरी मलाई त्यसको लास त्यसरी झुन्नाएर मारिदिउँ म अरू केही गर्दैन मेरी छोरीका हालेका दालका बोटका यहीँ रहे त्यसका लागि भात ताल यहीँ रह खान दिएन रोडबाट बोलाएर लगेको छ त्यसले मलाई कति सम्झाउँछौ के गर्छौ अहिले मेरी छोरी खान नपाएर तडपिएर रुखमा टङ्गाएर मारेको छ त्यसले कपाल पनि कोर्न दिने यहाँ पारेको मुडको त्यसै आज 6 दिन भयो त्यो मरेको 4 दिन भयो त्यो रानीका छोराले त्यसरी मार्यो मेरी छोरीलाई पुलिस केस गर्ने को त्यो त्यहीले गरेको त्यसले हामी पछाडि छौँ पुलिस अगाडि थियो अहिले हामीलाई थाहा छैन हामी त त्यसका गएर चेक गर्न गयौँ हामी किन झगडा गर्छौ किन गर्छौ यस्तो लाज हुन्छ घिन हुन्छ बदनाम हुन्छ इष्टमित्रको तोड्याम हुन्छ भनेर हामी दुईजना त्यहाँ जाने सल्लाह लिउँ भनेर जाँदाखेरि छोरी जुन्नाएर मारिसकेको आबु मजाले पङ्खामा पल्टिएको छ त्यसको छोराको हेरचाह गर्न बसेको हामी छोरीकै पाली खेल्दा आउनु वहाँ सस्ता हुन् जुन्नाएर मारिदिने यो कहाँको निम हो कहाँको के हो हाम्रो छोरीको निम ऊ चाहियो हामीलाई न्याय चाहियो न यति घुस खुवाएर अगाडि बढाउने हो भने त्यसले म पनि आत्महत्या गरिदिन्छु घुस दिन पर्यो मलाई पनि दुनियाँका छोरी छन् बुहारी छन् यस्तै तर्पाएर मार्छन् मान्छेले यस्तालाई जन्म कैद हाल्नु पर्ने हो कि भने जन्म कैद हाल्ने कि भनेपछि म गोली गर्छु गोली हानिदिन्छु हुन्छ हामी पक्कै पनि हामी पनि जुन अहिले चाहिँ 20 वर्षीय जुन जलुकी जनालाई चाहिँ जुन यो गुमाउनु भएको छ यो घटनाको चाहिँ सत्य पनि छानबिन होस् अपराधी सकेसम्म चाहिँ कानुनबाट उम्केर भाग्न पाओस् र जुन मृतक हुनुहुन्छ उहाँको परिवारले चाहिँ जसरी भए पनि न्याय पाओस् भन्दै अब यो कार्यक्रममा हामी बिदा हुन्छौँ नमस्ते।